नमस्ते साथीहरू, नेपाली सिरियल प्रेमीमा यहाँहरूलाई स्वागत छ। लोकप्रिय टेलिसिरियल भुन्टी अहिले यस्तो मोडमा पुगेको छ जहाँ दर्शकहरू जेरी र भूपेन्द्रको अचानक विवाहले निकै स्तब्ध र आक्रोशित बनेका छन्, जसको सबैभन्दा ठूलो वज्रपात सोझी भुन्टीलाई परेको छ। अब आउने आगामी भागहरूमा हामीले अझ ठूलो ट्विस्ट देख्न पाउनेछौँ। मानसिक रूपमा विक्षिप्त बनेकी भुन्टी यो असह्य पीडा सहन नसकेर गम्भीर बिरामी पर्ने छिन् र उनलाई अस्पताल भर्ना गर्नुपर्ने स्थिति आउनेछ, जहाँ मास्टरले आफ्नो सबै काम छोडेर अहोरात्र भुन्टीको हेरचाह गर्दै उनलाई नयाँ जीवन दिने प्रयास गर्नेछन्। अर्कोतर्फ भूपेन्द्रकी श्रीमती बनेर घर भित्रिएकी जेरीको सक्कली रूप अब बिस्तारै बाहिर आउनेछ। उनले सुकुमायालाई आफ्नो मुठ्ठीमा राख्न खोज्ने छिन् भने भुन्टीको अस्तित्वलाई यो घरबाटै मेटाउने डरलाग्दो षड्यन्त्र बुन्ने छिन्। यता मास्टर र भुन्टीको सामिप्यता बढेको देखेर भूपेन्द्रको मनमा ईर्ष्या र पछुतोको आगो दन्किनेछ, जसले गर्दा जेरी र भूपेन्द्रको सम्बन्धमा सुरुवातमै दरार आउन सक्छ। के मुकुन्दे र सुकुमायाले जेरीको यो अभद्र व्यवहारलाई सहेर बस्लान् वा भुन्टीको न्यायका लागि जेरी विरुद्ध उत्रिएर भूपेन्द्रलाई आफ्नो गल्ती महसुस गराउलान्? के मास्टरले भुन्टीलाई यो सङ्कटबाट बचाएर सधैँका लागि आफ्नो बनाउलान् त? तपाईलाई के लाग्छ? भूपेन्द्रले जेरीसँग विवाह गरेर भुन्टीको जीवन बर्बाद गरेकै हुन् त? आफ्नो अमूल्य विचार तल कमेन्ट बक्समा पक्कै लेख्नुहोला र यस्तै मसलेदार अपडेटहरूका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।